ला ला लु हेलो हजुर के को हो ताता ताता घाममा लाला लुलु गर्दै हिँडेको छ काम पाउँदैन एक डोको घाँस काटे पनि हुन्थ्यो आइज बस होइन हजुरबा तपाईँ को हो हजुरबा त हजुरबा हो होइन मलाई म तपाईँको नाति होइन त होइन के भन्छ यो तर मेरो नाति हो त खुर्काएर बस भनेपछि बस हजुरबा नगरौँ न यार म बसिहाल्छु नि छ्याट। लु के छ त नानी तेरो हाल खबर होइन हजुरबा अहिलेसम्म त जिउतिर चोट पनि लागेन सन्चै छु एकछिनपछि केही भयो भने त्यो होला कि ए नाति तेरो नाम के हो त हजुरबा मेरो नाम चाहिँ नसोधे हुन्छ मेरो नाम सोध्यो भने छक्कै पर्छन् छ तेरो छक्का पर्ने खालको भन सुन्ने नि हो हजुरबा हो नि नाति ए ल त्यसो भए छक्क पर्नेको नाम सुन है मेरो नाम चाहिँ छक्क कुमार होइन के भन्छ यो नाति केटो तेरो कुन्ची बाहुनले राख्यो छक्का कुमार कि तेरो त्यो के जाति छैन त खत्तम। ए हजुरबा त्यस्तो कुरा चाहिँदैन नचाहिँदो कुरा नगर्नु न हजुरबा सुन्नु तपाईँको नाम चाहिँ के हो मलाई थाहा नि छैन लु भन्नु त तपाईँको नाम के हो किन चाहियो नाति तँलाई मेरो नाम जुठे हो नि त्यसो भए खै त बा मुखमा जुठो खै नाति सानोमा सबैले जुठे भनेर जुठो खाएको थिएँ अरे सबैले मलाई त्यही भएर जुठे भनेर बोलाउँछन् आमाले पनि जुठे भनेर नाम राखिदिन्छन् ए हजुरबाको नाम जुठे पो रहेछ होइन त हो नि नाति म उहिलेको जमानामा उडेको चरा समात्थेँ ए हो र हजुरबा त्यसो भए म के समात्नु त त्यसो भए नाति त अब मेरो गेडा समात खै कहाँ छ हजुरबा तपाईँको गेडा देखाउनु त खै भनेपछि नाति त गेडा हेर्ने नै हो त हो नि हजुरबा लु कस्तो रहेछ खै हेरौँ त गेडा लु नाति त अलि हो आइज त गेडा देखाइदिन्छु लु हजुरबा देखाउनु त लु अलिवर आएँ लु भन्नु खत्तम।